कुर्नी भनेको थियो नि त कस्तो नरम नरम भनेर भिडियो बनाएको क्या मलाई त्यो कराएको क्या त्यसलाई नमर्दै भन्छु त्यसलाई त अनि त्यो चाहिँ त्यसमा भ्युज आएन छ क्या बिचार भ्युज नआएछ नि मेरो नाम लिँदै भिडियो बनाउँछ अब उसको त भ्युज दम छैन दम नभएपछि त नाम लिनु पर्यो मेरो नामको पावर पनि देख्यो होला नि त त्यसले ट्याक्क भ्युज आएको त्यो एउटा भ्युज आएको थियो त्यसपछि फेरि भिडियो बनायो फेरि भ्युज आयो मेरो पावर देखेर क्या उसको पावर होइन उसकोमा बनाएको छ तर मेरो पावरले भ्युज आएको हुन्छ त्यसकोमा दुनियाँको कुरा काटेको छ आफ्नो एउटा भिडियो छैन हेर है अनि त्यसपछि आइडी बिग्रियो भन्छ भिडियो बनाउँछ फेरि है अनि त्यसपछि अनि आइडी बिगाऱ्यो अनि त्यसपछि अर्को चाहिँ धेरैजनाको प्रब्लम के भएको छ भने आइडी भेरिफाई गर्ने बेलामा चाहिँ के गर्नु भएको छ भने उहाँहरूले के गर्नु भएको छ भने भेरिफाई गर्ने बेला केबाट भेरिफाई गरेकै थाहा छैन उहाँले अटोमेटिक आफै आफै के पासपोर्टबाट गरेको छ ड्राइभिङ लाइसेन्सको हालेको छ ड्राइभिङ लाइसेन्समा थिचेर बसेको छ नागरिकताको हालेको छ के गरेको थियो त्यो नगर्नु बिग्रिन्छ झन् आइडी नै हो त्यसरी आइडी बिगारिन्छ सानो सानो कुराले अनि आइडी बिग्रेछ अनि त्यसपछि मलाई खेद हो फलानाकोबाट आइडी बनाएको थिएँ यस्तो भयो फलानाकोबाट बनाएको थिएँ उस्तो भयो भने कुरा काट्यो ल बारको आइडी आफ्नो रियल कन्टेन्ट खै हाम्रो केही हुँदैन क्या 4 वर्ष भयो चलाएको 4 वर्षबाट लाख लाख कमाउँछु मैले त्यो महिनामै 2-3 लाख त भ्युजबाटै कमाइदिन्छु मैले भ्युजबाटै आउँछ आफ्नो कन्टेन्ट क्रिएट गर्नु छ भने त पहिला आफ्नो भिडियो बनाउने हो नि त ताइना तुइको नसोर्छ न केही न्यू आइडी बनाउनु पर्ने थियो मैले बुझिनँ तपाईँ भ्युज ल्याउन सक्नुहुन्छ सक्छु दिदी सक्छु भने पछि भ्युज आएन भने त्यो भ्युज त्यो भिडियो बनाएको मान्छेहरूसँग गर्दै कमेन्ट गर्दै कुरा काटिँदा होइन नि होइन दिदी होइन कहाँ कुरा काट्नु त्यही तपाईँले मेहनतले गर्ने हो नि त अब मैले गर्दैछु तपाईँले मेहनतले गर्ने हो नि होइन हुन्छ हजुर त्यो त गर्ने हजुरको अब हजुरलाई चारचोटि पालो सिस्टर ल तपाईँको गुरुङमी त अन्जीबाट मेसेज आयो एनजी रामाइजीबाट मेसेज आयो ल जान एनजी रामाइजीबाट मेसेज आएको छ है ल अर्को आइडिया हो टक 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 फलो गर्दै 1 जना हो 2 जना हो 3 जना हो 4 जना हो 5 जना हो ट्याक्क ट्याक्क यति कमाइन्छ दिमाग लाउनु पर्यो दिमाग लगायो भने त जता त्यतिबाट हुन्छ यत्रो टिकटकको प्लेटफर्मलाई युज गर्ने होइन उनीहरूसँग उस्तो टिकटकको प्लेटफर्म फेसबुकको प्लेटफर्म युट्युबको प्लेटफर्म इन्स्टाग्रामको प्लेटफर्म यत्रो प्लेटफर्म छ यार पैसा कमाउनलाई यार जहाँबाट तर भ्युज आउनुपर्छ फेरि जहाँ पनि भ्युजै अड्किन्छ फेरि भ्युज आएन भने जहाँ पनि 0 ल तिमीले अब ल 1 जना हो 2 जना हो जहाँबाट पनि भ्युजै आउनु पर्यो भ्युज आएन भने काम छैन भ्युज ल्याउनलाई मेहनत गर्नु पर्यो मेहनत गर्ने दम छैन कुरा काट्यो त्यसपछि ल टक टक जाऊ इज एन्ड एभ्री डन गर्ने प्लस म त यो टिकटकको भ्युज र फेसबुकबाट अनि त्यसपछि बाहिर गरेर त 10-12 लाख त महिनाको यतिकै कमाइदिन्छ भ्युजबाट गरेर त 10-12 लाख त महिनाको यतिकै कमाइदिन्छ लाइभको हिसाब हो लाइभको छुट्टै हो लाइभको चाहिँ छुट्टै हो यहाँ त कहिले हुन्छ कहिले हुन्न यतिकै अब यहाँ सपोर्ट गऱ्यो यताउति गऱ्यो त्यो त छुट्टै हो एक्स्ट्रा इन्कम 10-12 लाख त यतिकै कमाइन्छ भने लाइभै नबसे पनि त्यो त हो त्यो गर्नलाई पहिला सुरुमा खोज तलास गर्नु पर्यो कसरी रहेछ भनेर त्यो खोज तलास नगरेसँग अगाडि बढिँदैन यति अझ राम्रो इन्कम भयो भने त 20 लाख पनि कमाइदिन्छु लाइभै नबसिकन के महिनाको अब यो भन्दाखेरि मान्छेले चाहिँ है के गर्छस् है यस्तो नाटक गर्छन् तर रियालिटी त हेर्न लाइभै नबसे पनि महिनाको 10-12 लाख त यतिकै कमाइदिन्छु मैले सोसल मिडियाबाट क्या लाइभको त एडै गराएको छैन लाइभको छुट्टै हो फेरि बुझ्यौ त्यही भएर भनेको पहिला सुरुमा यो माहौल क्रिएट गर पहिला सुरुमा म कसरी अगाडि बढ्ने भन्ने कुरा सर्च गर खुट्टा नतान सर्च गर क्या अरूलाई डाउन पारेर हामी कहिले पनि अगाडि बढ्न सकिँदैन भनेर अगाडि बढ म पनि कसैलाई डाउन नपारी अगाडि आएको के बुझ्यौ पहिला चाहिँ त्यो माहौल क्रिएट गर 2 जना हो 3 जना हो
सट जाऊ इज जाने डन गर्ने प्लस आइकन ट्याक्क मेटाउने सट्ट 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 अझ सबै लाइक साइक जोड्यो भने कहिले महिनाको 50 लाख पनि कमाइदिन्छ झुट बोल्यो हामी साँच्चै भने दिदी हजुर मैले के त्यो अर्को आइडीबाट पालो ल्याएर सपोर्टिभ आइडी बनाएको थियो त्यो त हजुरहरूले पो बनाइदिनु पर्ने हो कसले बनाउँछ त ए होइन भने त्यो आफैले सपोर्टिभ आइडी त्यो अर्को सेकेन्ड आफैले बनाइनु हुन हजुरलाई भन्यो भने मात्रै हुन्छ भन्ने त्यो त पहिला हामीसँग काम गर्ने भने फिक्स हुनु पर्यो नि त त्यति आफै बनाएर त कहाँ हुन्छ ए त्यो चाहिँ बुढालाई चलाउन दिएर अब मलाई सपोर्टिभ आइडी बनाइदिनु न त एउटा पहिला यो आइडी प्रोग्रेस गरे देखाऊ तिम्रोमा यसमा मेरो पैसा आउनु थाल्यो भने भिडियो बनाएर देखाऊ बल्ल तिमीलाई अर्को आइडी बनाइदिन्छ नि एक्स्ट्रा इन्कम गर्ने सिकाइदिन्छु मैले है पहिला यसमा भ्युज निकालेर देखाऊ त त्यो तिम्रो आइडी प्रोग्रेस गर पहिला गर अनि त्यसपछि अनि तिमीलाई मैले नि गर्छु निर्मला भन्ने फेरि पनि कमेन्टबाट आयो है फलोबाट आऊ भनेको मान्दैन खालि कमेन्टबाट आउँछ तपाईँ मैले भने बुझौँ धेरै पैसा कमाउनु छ भने फरेक्स चलाऊ ट्रेड चलाएको ट्रेड भने थाहा छ त्यो चलाऊ तिमीलाई मजाले 10-12 लाख त्यति कमाइन्छ महिना तर त्यो गर्न पनि मैले चाहिँ 1 वर्ष एकदम दुःख गरेँ हो 1 वर्षपछि बल्ल कमाउनु थालेँ हो 1 वर्ष अगाडि चाहिँ सबै घाटा खाएर बसेको कि मैले त्यो चलाउन नजानेर हो त्यो चलाउन जान सिक पहिला ल अर्को आइडी लगानी गर्ने हो कि पैसा दुईजना ज्यान नर्मली 3-4 लाख खाइ पनि जाँदैन दिमाग लाग्ने हामी त बुढाबुढीले चलाउँछ बुढाबुढी जोड तोड चलाउँछ भित्रभित्रै क्या मैले भने त नर्मली 10-12 लाख त यत्तिकै मैले यो फरेक्सबाट अनि फेसबुकबाट अनि यो भ्युजबाट भिडियोको भ्युजबाट अब यो गिफ्टिङबाट चाहिँ होइन गिफ्टिङ त उनीहरूले फाल्छन् केही भएन त्यो त छुट्यो अरे किन फाल्यो गिफ्ट नफाला धेरै मलाई हो त्यो गर्न पनि मैले यो माहौल क्रिएट गरेको हो नि त माहौल क्रिएट गर्नु पऱ्यो त्यतिकै अगाडि बढ्न त सकिँदैन सपोर्ट गर्नु पऱ्यो नि त ल 1 जना 3 जना गएको मैले लगभग 30-40 लाख रुपियाँ त हारेँ होला त्यसमा अहिले चाहिँ कति कमाएँ उठाएँ सबै तर सुरुमा चाहिँ दरो हारेको हो 10,000 20,000 10,000 20,000 30,000 गर्दै हारेको हो पहिला हारेको हो